हेलो नमस्ते सबैलाई। फाइनली हाम्रो गाडी चाहिँ आइसकेको छ। मेरो चाहिँ अझ सानो काम परेको हुँदाखेरि म चाहिँ अब बच्चासम्मको लागि चाहिँ जाँदैछु मेरो साथीहरूसँग। ऊ चाहिँ मेरो साथी हो, मसँगै काम गर्ने। अनि ऊ पनि अब काम रहेछ उसको पनि, अनि हामी चाहिँ सँगै एउटै गाडीमा जाँदैछौँ। यस्तै छ, अब गर्मी छ बाहिर। ल अब हामी चाहिँ लाग्यौँ बत्तातिर। यो चाहिँ अब हाम्रो रुम अगाडिको हो। यस्तो राम्रो देखिन्छ, हरियाली छ ट्याक्कै। यो चाहिँ यसो हेर्दाखेरि पनि नेपालमै भएको जस्तो भाइब आउँछ क्या यो देख्दा चाहिँ, हरियाली। तर गर्मी चाहिँ लास्टै गर्मी छ, बाहिर हिँड्न त मन त लागेको थिएन, तर पनि अब आफ्नो काम परेपछि जाने। यो चाहिँ हाम्रो अर्को होटल हो, हाम्रो कम्पनीको ओनरको 3टा कम्पनी छ नि त यहाँ वरिपरि। अनि यो चाहिँ अर्को होटल हो। यहाँ चाहिँ हामीले काम गर्दैनौँ, हामीले काम गर्ने चाहिँ अलिक उता छ। अनि अहिले चाहिँ यतापट्टि एउटा स्पोर्ट्स सेन्टरहरू पनि बनाउँदैछ। ल गाइस, म चाहिँ फाइनली बतुता आइपुगेँ। अनि मैले सपिङहरू गरेको चाहिँ देखाइनँ किनकि भिडियो लामो हुन्छ भनेर।